संकल्प टेलिभिजनमा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौं आज दिनभरिका मुख्य समाचारबाट। समकालीन नयाँ प्रक्रिया टुङ्ग्याउनु आजको प्रमुख आवश्यकता। गृहमन्त्री अर्याल। मंसिर 26 सम्म मतदाता नामावलीमा दावी विरोध गर्न सकिने। गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश। जेएनजी सहितको नाम 3 दिनभित्र सबै सिडिओ कार्यालयमा राख्न निर्देशन। प्रधानमन्त्री संघको भेटपछि दुर्गा परसाई फागुनमा निर्वाचन हुँदैन। माग पूरा नभए जनविद्रोह हुन्छ। ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए अवधारणा पत्र। ओली अध्यक्ष निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामा गम्भीर संकट आयो। पाण्डे। शेयर बजार लगातार 6औं कारोबार दिन खट्यो। अण्डाको मूल्य हालसम्मकै उच्च। निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिन्ह प्रदान। पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा। माथिल्लो म्याग्दी 1 जलविद्युत आयोजना 30% भौतिक प्रगति। मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न क्यामेरा ट्यापिङ गरिँदै। नागढुङ्गा नौबिसे सडक दैनिक 5 घण्टा बन्द हुने। 4 महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असै पक्राउ। प्रभु बैंकका शेरचनलाई थप 5 दिन हिरासतमा राख्न अदालतको अनुमति। दर्शकवृन्द, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै समाचार सूचनाका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।